मलाई आज एउटा भिडियो बनाउनु मन लाग्यो। यो भिडियो अलिकति लामो हुन सक्छ, थोरै यसो विचार गरिदिनु होला। इङ्ग्लिसमा भन्छ नि, थिङ्किङ इज एभ्रिथिङ। सोच्ने सबैभन्दा ठुलो कुरा हो। अनि अर्को छ नि, पोजिटिभ थिङ्स पोजिटिभ भाइब, नेगेटिभ थिङ्स नेगेटिभ भाइब। तपाईँले राम्रो सोच्छ, राम्रो गर्छ, राम्रो हुन्छ। तपाईँले नराम्रो सोच्छ, नराम्रो गर्छ, नराम्रै हुन्छ। यो हाम्रो जो दिमाग छ, जो मस्तिष्क छ, जो माइन्ड छ, यो भनेको एउटा फुटबल ग्राउन्ड जस्तै। जबसम्म त्यहाँ खेलाडीहरू कुद्छन्, उफ्रिन्छन्, दौडिन्छन्, तबसम्म त्यो फुटबल ग्राउन्ड रहन्छ। र जबसम्म खेलाडीलाई त्यो फुटबल ग्राउन्डको आवश्यकता हुन्छ, जस्तो फुटबल ग्राउन्डमा यदि बाइचान्स यदि अपवादको रूपमा त्यहाँनिर केही काँडाहरू उम्रियो, केही बोट बिरुवाहरू उम्रियो जो अनावश्यक थिए, तिनीहरूलाई उखालेर फाल्यो, काटेर फाल्यो भने, सरसफाइ गर्यो भने त्यो फुटबल ग्राउन्ड हो। नत्र भने त्यो के भन्छ, त्यो एउटा जङ्गल बन्छ, एउटा झाडी बन्छ। तपाईँको दिमाग पनि थियो। सर्वप्रथम सबैभन्दा ठुलो कुरा भनेको तपाईँले के सोच्छ त्यो कुरा हो। त्यहाँ अर्काले सोच्दा केही हुने वाला छैन। तपाईँले के सोच्छ त्यो नै सबैभन्दा ठुलो कुरा। तपाईँले राम्रो सोच्छ राम्रो हुन्छ, नराम्रो सोच्छ नराम्रो हुन्छ। कसैले तपाईँलाई पोजिटिभ बनाउने, नेगेटिभ बनाउने, तपाईँलाई राम्रो बाटो हिँडाउने, नराम्रो बाटो हिँडाउने। तपाईँ पछि कसको लाग्छ? तपाईँ राम्रोको पछि लाग्छ, राम्रो भन्छ, नराम्रोको पछि लाग्छ, नराम्रो भन्छ। जबसम्म ग्राउन्ड राम्रो हुन्छ तबसम्म खेलाडी आउँछ। जुन दिन ग्राउन्ड बिग्रियो त्यो दिन नामै बिग्रियो, ग्राउन्ड हुँदैन, एउटा झाडी जङ्गल हुन्छ। दिमाग त्यही हो। तपाईँले राम्रो कुरा, कसैले राम्रो कुरा दियो भने त्यो कुरालाई सोचिराख्नु भनेर त्यो राम्रोतिर लाग्छ। यदि तपाईँले कसैले पनि एउटा पनि नराम्रो कुराहरू, एउटा पनि नराम्रो विषयमा कुरा गर्यो, तपाईँले त्योमा धेरै कौतूहलता दिएर धेरै जानकारी लिन खोज्नु भने तपाईँहरू नराम्रो गर्नुहुन्छ। त्यसैले हाम्रो दिमाग भनेको एउटा खेल मैदान। तपाईँले हाम्रो आफ्नो दिमागलाई के बनाउने भन्ने सोच गरेको तपाईँले हुन्छ। कसैले बदलेर बदल्ने, कसैले बदल्छु भनेर बदल्ने,